याद छ हामी बसमा यात्रा गर्दाखेरि पछाडिको सिटमा हामी बस्यो भने बढी धक्का खाने गर्छौँ, तर ड्राइभरको नजिकको सिटमा बस्यो भने कम धक्का खाने गर्छौँ। यसको मतलब हो ड्राइभरसँग कम फासला कम धक्का, धेरै फासला धेरै टाढो त्यति नै धेरै धक्का। यसको मतलब यो हो कि हाम्रो जीवनको ड्राइभर भनेको चाहिँ परमेश्वर हो। जब हामी परमेश्वरसँग जुडेर रहन्छौँ, नजिक रहन्छौँ भने हाम्रो जीवनमा धक्का पनि कम लाग्छ। तर परमेश्वरदेखि टाढा रहन्छौँ भने हाम्रो जीवनमा धेरैभन्दा धेरै धक्का लाग्छ। त्यसैकारण प्रियजन, जस्तो परिस्थिति होस्, जस्तो विचार आओस् मनमा, जस्तो सुकै तपाईँको जीवनमा आपद विपद किन नआओस्, हरेक घटनाले तपाईँलाई किन पिरोलेको नहोस्, परमेश्वरसँग जोडेर रहनुहोस्, परमेश्वरको नजिकतामा रहनुहोस्, कम धक्का लाग्नेछ।